ल फाइनली गाइज हाम्रो अब धेरै लङ टाइम ग्याप पछि हाम्रो नयाँ भिडियो सुरु हुँदैछ अनि हामीले चाहिँ स्कुल स्टुडेन्टलाई नै उठाएर लिएर हिँड्ने यहाँ भाइलाई के भन्नु यहाँलाई एक्टिङको ए पनि आउँदैन आउँछ तँलाई डेन्जर एक्टर यहाँलाई चाहिँ के आउँछ भेदा हामीसँग अनि हामी चाहिँ पुरै पिच रोड घरदेखि चाहिँ पुरै पिच रोडमा हिँडेको होइन तर यो पिच रोड अलिक खराबै बना होइन पहिलाको भन्दा किनभने यहाँ अस्ति भर्खर बनाएको यहाँ यस्तो यो छिद्र यस्तो भयो है यो अलिकति हावै खालको पिच बनायो होइन यो चाहिँ हाम्रो कमलामाई नगरपालिकाले अलिकति अव्यवस्थित तरिकाले नै यो बनाएको देखिन्छ किनभने होइन यो लगभग 1-2 वर्षपछि बिग्रिन्छ भन्ने सबैको अनुमान छ होइन किनभने हामीले यस्तो पिच छ माथि बेड ठाउँको ध्यान जाओस् ढुङ्ग्रेबास आइपुग्न थाल्यो होइन ढुङ्ग्रेबास यहाँबाट लगभग उहाँ पारी हो यहाँबाट उहाँ पारीतिर हो होइन अनि आज चाहिँ हाम्रो एकैचोटि 2टा भिडियोको सुटिङ हुन्छ एउटा यहाँ ढुङ्ग्रेबासमा चाहिँ यो अहिले हामीले हाल्ने नयाँ भिडियोको यो बेरोजगारवाला अनि त्यहाँपछि अर्को नयाँ हाम्रो गर्मीको भिडियो पनि यही पछि ब्याक टु ब्याक आउँछ होइन हाम्रो गर्मीको भिडियोको एउटा पोइन्ट चाहिँ आजै सुट हुन्छ त्यहाँ तल हाम्रो बजारमा छ अलिकति सिन त्यही हो अरू पोइन्ट चाहिँ लेखाएर मैले एउटा पोइन्ट चाहिँ लेखिराखेँ त्यो चाहिँ म बनाइहाल्छु अरू पनि अब मेरो काम हुँदैछ स्क्रिप्टिङहरूमा त्यो एउटा चाहिँ बजारतिर घुम्ने सिन एकैचोटि 2टा बनाइदिइहालौँ भनेर आएको अनि हामीले नयाँ एक्टरहरू झारा छ हाम्रो यहाँ मनु सरहरू केटाहरू हामी चाहिँ आज 4 जना भएर सुटिङ सक्नुपर्ने हुन्छ अहिले चाहिँ हामी अहिलेसम्म सुटिङ स्पोटमा त पुगेको छैन अनि आज चाहिँ हामी बिहानै सुटिङ गर्न आएको तपाईँहरूले मौसम देखेर नि थाहा पाउनुहुन्छ किन आज अलिक पानी पर्ला जस्तो नि भएको छ होइन अनि दिउँसो चाहिँ घामसाम लाग्छ भनेर अनि आज चाहिँ हामीले नयाँ हाम्रो आर्टिस्ट झारा छौँ होइन अनि कस्तो अनुभव भइरहेको आज हाम्रो सुटिङमा हामी सुटिङमा त पुगेको होइन स्पोटमा पुग्न अझै बाँकी छ तर बाटोमा हिँड्दै गर्दा पनि के फिल भइरहेको हल्का एक्साइटमेन्ट छ होइन कस्तो गर्छु भन्ने पनि भइरहेको ठिकै राम्रै छ बिहान यो जुन यो अहिले भइरहेको छ नि मौसम यो अनुसार नि खतरा होइन दामी भइरहेको टक्क सो हामीले चाहिँ होइन अडिसन लिएर मात्र आर्टिस्ट हारे हो हामीले 4-5 जना अडिसन लियो अनि यो सेलेक्ट भयो होइन नत्र हामीले लाँदैनौँ थियो भन्दा पनि एक्चुअली हामी मान्छे नभएर लगायो भन्न नमिल्ने होइन यसले ठिक गर्छ हेरौँ आज अब होइन कस्तो गर्छ भन्ने हो भिडियोमै थाहा भइहाल्छ नि माथि पसल गयो पसल चाहिँ पुरै भरे बन्द गरे होइन यहाँ डग देख्नु सक्नुभयो त मार्छ क्या हो भिडियो गरेर थाहा भयो भने त आएर झ्याप टोक्नु रे त्यहाँ माथि चाहिँ पसल बन्द रहेछ भने चाहिँ हामीले त्यहाँ तल पसलमा गएर बनाउनु पर्ने भयो होइन हाम्रो चाहिँ गाइज अब भिडियो यहाँको चाहिँ सक्यो यो ठाउँको होइन चरपटे अर्डर गऱ्यो चिया अर्डर गऱ्यो त्यही हो अब हामी तल बजार जान्छौँ हामी सुटिङ गर्नलाई अनि के कस्तो रह्यो केटा अब सुटिङ ठिक छ नि अहिलेसम्मको अवस्था ठिक छ बजेट अलि लो भयो बजेट हैन बजेट त अनि
यो भन्दा कति चाहियो त बजेट अहिले छैन नि त त्यो बजेट आदि होइन यो बजार एरियामा हाम्रो सुटिङ छ हल्का अनि हामी चाहिँ यहाँ एउटा अब भेस्ट चेन्ज गर्नु पऱ्यो किनभने एउटै कपडा त्यता नि यता नि भयो भने अलिक मिक्स मार्क्स हुन्छ त्यही भएर यहाँ छुट्टै पोइन्ट हो नि त हाम्रो पोइन्टमा बन्छ किनभने टाइप्स अफ बेरोजगारवाला हो यो चाहिँ होइन बेरोजगारीको अनि त्यो भएर हामी चाहिँ यहाँ अब यस्तो ड्रेसअप चेन्ज गर्न आएको छौँ किनभने हामीसँग प्रोडक्सन छैन एउटा छुट्टै रुमको लागि त्यही भएर हामी यहाँ पब्लिक रुम जस्तै यो अब यो अरू बेला कार्यक्रम हुन्छ यो हामी युज गरिरहेको छौँ अब हामी भेस्ट चेन्ज गर्छौँ त्यही हो हेर्दै गर्नुहोस् कस्तो भिडियो लाग्छ कमेन्ट हाल्नुहोस् बाटोमा चाहिँ एउटा त्यो ब्ल्याक बाहिरको सिन चाहिँ सकिसक्यो होइन अनि अहिले हामी यहाँ पसलमा आएर पानी सानी खाएर बसेछौँ मामाको पसलमा अनि अब यहाँ हामी यहाँ यी बाहिर बनाउनु पर्ने हुन्छ रोडमा होइन हल्का एक्टिङ गर्नुपर्ने हुन्छ त्यही हो हेरौँ के कस्तो हुन्छ अनि अब चाहिँ हाम्रो यहाँ अब नयाँ सुटिङ हुन त जाँदैछ होइन आज चाहिँ हाम्रो दिउँसोको खाना खाइसकेपछिको सुटिङ सुटिङको लागि चाहिँ हाम्रो एक्टर भनौँ कि एक्ट्रेस सो फाइनली गाइज रुमको भागहरू पनि सक्यो यहाँ अलिकति केटी बन्नुपर्ने रोल थियो मेरो होइन मेरो भनेको यसको अलिकति थियो होइन केटी धेरै बन्नुपर्ने अनि यसको सक्यो यहाँ होइन अनि त्यही हो अनि सर केही भन्नु छ मलाई त गोरो 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 देखायो के भन्नु होइन राम्रो छ होइन एकदम भिडियोको लागि चाहिँ अलिकति शुभकामना सहित होइन राम्रो होस् अब के खाने खाजामा हामीले अब यहाँ दही सही केरा सेरा हाल्नु पर्ने हुन्छ दही केरा ल होइन गाईहरू दही केरा सो त्यही हो अनि आजको लागि प्याकअप हुन नि सक्छ तर हुँदैन अझै कति बज्यो केटा 3 बज्यो भनेपछि अब आधी घन्टा जति हल्का बन्छ होला अनि यसको अझै भाग सकेन किनभने टाइम लाग्छ नि त भिडियो बनाउन किनभने अहिले हामी खत्रै बनाउनु थालेछौँ